हेलो गाइज, आज हामी गोठालतिर जाँदैछौँ। यसो बाहिर हाम्रो चाहिँ एउटा दाइ हुनुहुन्छ, यता चाहिँ मिना छे। अनि मैले बोला चाहिँ भएन गरेँ क्या। अनि आज चाहिँ टक्क होइन, यी बाख्रा चाहिँ यतातिर छन् है। यी बाख्रा देख्न सक्नुहुन्छ होला हजुरहरूले। ओइ ओइ धन्य मैले लोट्ने थिएँ। म चाहिँ यसो हाम्रो चाहिँ गाउँको बाटो चाहिँ यस्तो छ क्या, न त अब राम्रो मेन बाटो नै बनाएको छैन। अब यो अझ खोला खालीको बाटो बाख्रा हिँड्ने बाटो कसले बनाइदियोस्। हाम्रो गाउँपालि वडा चाहिँ धेरै राम्रो भएर यत्रो बाटो भएको नि। ए यहाँ चाहिँ हाम्रो यो बाटो चाहिँ यस्तो छ होइन। अब मेन बाटो नै अब राम्रो बनाएको होइन, झन् यो बाख्रा हिँड्ने बाटो के राम्रो बनोस्। हाम्रो अब वडा अध्यक्षज्यूले चाहिँ अलि मिहिनेत गर्नु भएको छैन क्या। अब अर्कोचोटि भोट हाल्नुपर्छ नि त। अब त्यतिखेर अब राम्रो मान्छे चुज गर्नुपर्छ, किनकि बाटोघाटो त हामीलाई चाहियो नि त, भर्खरको युवाहरूलाई। यतातिर फेरि मुसु मुसु हाँस्छ। ए हाम्रो गाउँमा चाहिँ बाख्रा यति धेरै छ कि हामी बेरोजगार भएर नै हो क्या यति धेरै बाख्रा पालेको। यो चाहिँ एउटा घरको हो कि भने फेरि झस्किनला हजुरहरू, यता धेरै घरको छ है यहाँ चाहिँ। तर हजुरहरूको यस्तो यस्तो जङ्गल छ कि नै, हाम्रो यतातिर त यस्तो राम्रो राम्रो जङ्गल छ नि त। अनि जङ्गल भएको कारणले हामी चाहिँ बाख्रा चराउनु अलि उतै लाग्नुपर्छ क्या। यहाँ चाहिँ बाघ भालु पनि पाउँछ। अनि त्यही भएर अलि डर लाग्दैन भनेर अलि त्यो बिच बाटोबाट लगिरहेको छ। उहाँ चाहिँ ओ माई गड, यत्रोसम्म कत्रो ठुलो छ क्या। कसैलाई चाहिन्छ भने आउँछ। बोकाइनियो काची ए है, हाम्रो गाउँको बोका डन हो क्या, डन। गाई हाम्रो यो मिनाल चाहिँ क्या अमला ल्याएर चाहिँ यहाँ अमला खाँदैछौँ। यहाँ चाहिँ टक्क सदाइले पनि सबैले खाँदैछन् क्या। सानै यता त यो चाहिँ इक्जाम सकेर आयो अरे क्या। यो बेरोजगार यति धेरै छ नि हाम्रो यहाँ, काम लगाइदिनु पऱ्यो कि कसैले। हजुरहरूको कसैको बाख्रा चराउनु छ भने पनि यतातिर हाम्रो सम्पर्क गर्नु होला है। अमला खानु चाहिँ आउनु होला। हेर्नुहुन्छ हामी चाहिँ अब तिन खानेहरू छौँ क्या। त्यहाँ तिन पाके खाएर हामी चाहिँ त्यहाँ तिन पाके खाएर यो तिन खाना जानला खाम। सानो म देखाएको छु, हुन्छ यसलाई आफ्नो मुन्डे यस्तो आउँछ। त्यहाँ तिन पाके खाएर त्यहाँदेखि त्यही तिन खाना जान लाग्यो। हामी चाहिँ एउटा ठाउँमा आउनुलाई ठ्याक्कै 1 घन्टा लाग्यो होला क्या। हामी त त्यही नै तिनको बच्चा मात्रै आएको क्या होइन। माथि सदा के हो यस्तो राम्रो राम्रो गुज्योस् क्या। ठिकै छ बस्नलाई। त्यहाँ चाहिँ पारिस सिटिबिटी कलेज बस्छ त, हाम्रो चाहिँ उता माथि बस्छ क्या।